पानीमा बारम्बार पिउन नहुने मलमूत मिसिएको आर्सेनिक जस्तो घातक क्यान्सर रोग लगाउने मेटल पिउने पानीमा पाइएको छ। जारको, बोतलको, ट्याङ्करको, इनारको सबैतिरको पानी यति दूषित छ कि म आफैलाई केही दिन अगाडि ब्लडमा इन्फेक्सन भएर 104 डिग्रीको ज्वरो, डायरिया, टाउको दुखाइ, झन्डै ज्यान नै गएको थियो र यतिको बोल्न सक्ने हुन पनि 7-8 हजार खर्च भयो। वर्षमा 8-9 लाख मानिस त विषालु पानीकै कारण मारिन्छन्। तर दिनमा 2-3 लिटर पानी त पिउने पर्छ। त्यसभए कसरी पिउने त? बेस्ट भनेको एउटा राम्रो खालको फिल्टर किन्ने जसले पानीमा मिसिएको मलमूत, कीटाणु र आर्सेनिक जस्तो घातक मेटललाई छान्न सकोस्। फिल्टर अलि महँगो हुन्छ, 15-20 हजारको, तर बिरामी भएर औषधिमा खर्च गर्नुभन्दा बचत गरेर राम्रो फिल्टर किन्दै राम्रो हुन्छ। तर यदि सकिन्न भने 500-600 रुपियाँ जाने सेरामिक क्यान्डल फिल्टरहरू युज गरेर, क्लोरिन ट्याब्लेट युज गरेर फिल्टर भएको पानीलाई फेरि उमालेर खाँदा राम्रो हुन्छ। तर यस्तो फिल्टरले धेरै मसिना आर्सेनिक जस्तो घातक मेटललाई यसले छान्न सक्दैन। इनारको, जारको पानीहरूलाई फिल्टर गरेर उमालेर मात्र खानुस् र पानी उमाल्दा कम्तीमा 1देखि 3 मिनेट उमाल्नै पर्छ। न त तताएर मात्र खायो भने ब्याक्टेरिया झन् धेरै बढ्नेछन्। क्यान्डल फिल्टर र पानी ट्याङ्कीहरूलाई रेगुलरली सफा गरिराख्नुपर्छ। जारको पानी लिँदा जार नफुटेको नयाँ जार, सिल लगाएको र पानी नचुइने गरेको जार लिनुस् र आफ्नो पानी सप्लायरले कहाँबाट कस्तो पानी ल्याउँदैछ भनेर सतर्क हुन सिकी प्रश्न उठाउनु होला, नत्र रोग लगाउन सहिलो छ तर निको पार्न धेरै गाह्रो हुनेछ। किनकि